एकीले भुनी गरी क्या बा अँ। अहिले तिमीले त्यो मिलाइ जाने कतै के उपाध्य पनि जाने हुने गऱ्यो यही त्यही कुरालाई हजुर घर गर्न गर्न केटो गरे हजुर कालीकोट जाउ पाक्दैन पाकेका राख्दैन तिमी मेरा घर आउँदैन रोयो मुन थाक्दैन हुने गरे बा त्यस्तो भन्यो अरे है केटोले भन्यो अनि केटीले केही भन्यो कि नै त नै जोडाले के जोडाले अँ आफ्नो अहिले तिम्रो जोडा माथि भएन हजुर। तिमी निन्दा अडियो हजुर। काममा बस्यो हजुर अनि त्यही गरी भुनी गरे के बा ए त्यस्तो है त म कहाँबाट ल्याएर आउनुभयो त अनि यो यो जुम्लाबाट अनि यहाँ गर्मीमा गर्न आउँदैन तमाकको कहाँ भन्दा रौसी पनि नआयो त यो जुम्ला आमाले कडा जवाब दिनुभयो त फेरि ल हेर्नु अन्त रौसिँदै त बाबु यो पथी ए त्यस्तो है अनि अर्को गीत भन्नु न आमा आउँछ नि एउटा गीत भन्नु त तपाईँको पालाको भन्नु क्या पुरानो गीत हुँदैन भाइ दिए अनि भन्थ्यो त रुडु बन्छु बिर्दा बन काग खाँदा मल्यावा दही हैजा तालाको माछो मौला जल्या भन्न सियारे पहिला हो त्यस्तै ए के ऊ हाकिम भइगयो अनि कहाँबाट के भन्ने थियो त ती पढ्ने लेख्ने भए हामी त्यहाँ अहिले नि भयो मेरा परेर दुइटै हाकिम हाकिम भयो केही थाहा छैन केही पनि छैन सुति जाने है अझ न यो सोसल लागि धन्न ऊ बुहारीले कसरी पत्याइछ है कतै ए भाग्यले पोते हो भाग्यले बुत्तो त मुन्तरी छ अँ बाहिरको लाठी ए नबोली बिगाड्ने नबैले डेन्जर रहेछ त्यो पनि मुसु बुत्तै दुला पाड्नु खत्त भयो हो त्यस्तै कति वर्ष हुनुभयो आमै हजुर म अहिले 70 बाबारे भत्ता त 10 वर्ष भइगयो खान लाग्यो अहिले 70 भयो फ्याक्टै ल ठिक छ ल धेरै धेरै धन्यवाद हजुर दाजु यो कृपया